गरिबी रहित नेपालको परिकल्पना सहित 2054 सालमा मोरङको भित्री गाउँ अमाही बरियातीमा स्थापित जीवन विकास समाज आज पूर्वी नेपालको अग्रणी संस्थाको रूपमा उभिएको छ। सामाजिक अगुवा योगेन्द्र मण्डलको अगुवाईमा 2054 सालमा स्थापना भएको जीवन विकासको यात्रा बालबालिकालाई निशुल्क ट्युसन पढाउने पहलबाट सुरु भयो। त्यसपछि स्थानीय युवालाई संगठित गर्दै जीवन विकासले फुटबल क्लब गठन गर्यो। विराटनगरका कोचबाट तालिम प्राप्त गरी उक्त फुटबल टिम त्यस क्षेत्रको उत्कृष्ट टिमका रूपमा परिणत भयो। म र अरू साथीहरू त्यहाँ जोगी सरसँग पढ्थे। त्यति बेला म 9मा पढ्थेँ। त्यति बेला ट्युसन जस्तै पढ्थेँ कि म जीवन विकासको फुटबल टिमको क्याप्टेन। त्यसमा पनि म पनि खेल्थेँ। युवाहरू खेलकुदमा संगठित गर्ने कार्यसँगै महिलाहरूलाई संगठित गर्ने क्रममा महिला समूहहरू गठन भए। त्यसबेला महिला समूहमा बचत गर्ने र सानो सानो कर्जा लिएर आमदानीमूलक कार्यमा लगाउने कार्यको थालनी भयो। बचत करेके बानी सिखलिए, आमदनी करेके बानी सिखलिए, बोले के बानी सिखलिए, मतलब बहुत चीज सिखलिए। जीवन विकास भएन स्थापना भयो। स्थापना भयो अब त्यतिखेर सुन्नबाट मतलब स्थापना भएको अब केही थिएन। धानसान लगाएर यसरी मतलब चलाउँदै थियो, केटाकेटीलाई पढाउँदै थियो। अब सबैले सम्झाउँदै बुझाउँदै लगो। अनि मतलब त्यसपछि स्थापना भइसकेपछि त्यो बचत गर्ने मान्छेहरूलाई के भन्थ्यो, म त जोगी छु। अब जोगी भनेको मतलब अब या त जोगिए हुन्छु या त मतलब तपाईँहरूको सेवा गर्छु, काम गर्छु, तपाईँहरूको चित्त बुझाउँछु भनेर मतलब त्यो हिसाबले मतलब सुरुवात गर्नुभयो। थोरै दिनमा धेरै प्रगति गरेको छ त्यस्तो मलाई लाग्छ। समुदायमा अत्यावश्यक स्वास्थ्य सेवाको आवश्यकता महसुस गरी 2056 सालमा अमाही बरियातीमै 24 घण्टे क्लिनिक सञ्चालनमा आयो। जीवन विकास समाजले स्वास्थ्य क्षेत्रमा चालेको कदमबाट आज 200 शय्याको अत्याधुनिक अस्पताल स्थापना भएको छ। 27 वर्षको यात्रामा जीवन विकासले समाजमा रहेको आर्थिक असमानतालाई न्यूनीकरण गरी शहरी क्षेत्र तथा सम्पन्न परिवारको मात्र पहुँच रहेका अत्यावश्यक सेवा सुविधाहरू ग्रामीण क्षेत्र तथा विपन्न परिवारले समेत उपभोग गर्ने वातावरण सिर्जना गर्न घर दैलोमा पुगेर सेवा प्रवाह गरिरहेको छ। ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याई रोजगारी सृजना गर्नुका साथै स्वास्थ्य, शिक्षा, कृषि र वातावरण संरक्षण जस्ता बहुआयामिक क्षेत्रमा अनुकरणीय कार्य गरेको छ। यसले गरिबी रहित नेपाल निर्माणका लागि दरिलो टेवा पुर्याएको छ। विपन्न वर्ग तथा ग्रामीण क्षेत्रमा वित्तीय पहुँच पुर्याउन जीवन विकास समाजबाट प्रवर्धन भएर जीवन विकास लघुवित्त वित्तीय संस्थाले 31 जिल्लामा 160 वटा शाखा कार्यालयबाट सेवा प्रवाह गरिरहेको छ। लघुवित्त संस्थामा 3,50,000 भन्दा बढी परिवार जोडिएर आर्थिक प्रगति गरिरहेका छन्। लगभग 1000 कर्मचारी रहेको यस लघुवित्त वित्तीय संस्थाले ऋण कारोबार र बचत परिचालन गरेको छ। ग्रामीण समुदायमा घर दैलोमा पुगेर बिना धितो प्रवाह गर्ने ऋणका कारण लाखौं परिवारको आर्थिक अवस्थामा सुधार आएको छ। जीवन विकासले हामीलाई धेरै ठुलो सहयोग गरेको छ। जीवन विकास नहुन हामी यतिसम्म पुग्न सक्दैन थियौँ। जीवन विकास भएको थिएन भने मेरो र मेरो परिवारको जिन्दगी कस्तो हुन्थ्यो होला त। कको कुनै अक्षर नजानेको मान्छे यहाँसम्म त म आउँछु भनेर नसोध्दा पनि हुन्थ्यो। कसरी बिजनेस चलाउनु पर्छ भन्ने कुरा लघुवित्तबाट मजाले सिकेँ मैले। किनभने उहाँहरूले एकदम मजाले ऋणको सही सदुपयोग गर्नुपर्छ दिदी भनेर ज्ञान दिइसकेपछि आफूले त्यो शब्दलाई उच्चार गर्नुपर्छ। हामीले यो व्यवसाय थालेको म पनि धेरै माथि पुगेको छु र आज यो पसल जीवन विकासको कारणले एउटा यो बराइली ज्वेलर्स भन्ने नाम पनि जोडिएको छ र आज मेरो भाइहरू छन्। अहिले 6-7 जना काम गर्छु। मोरङ जिल्लाको 5 वटा चाहिँ भित्री खास गरी भारतीय सिमाना क्षेत्रका पोखरिया, नोचा, कदमा र अमाई र सोराभाग गरी 5 वटा चाहिँ गाविसमा चाहिँ हामीले त्यो कार्यक्रम सुरु गरेका थियौँ। आफ्नो कार्यक्षेत्र पनि विस्तार गर्दै अहिले 3टा प्रदेशमा 31 वटा जिल्लामा चाहिँ 160 वटा शाखा मार्फत 3,50,000 घरधुरीलाई चाहिँ हामी सेवा प्रदान गरिरहेका छौँ। त्यो मध्येमा चाहिँ 2 लाख घर परिवारले चाहिँ ऋण लिएर कारोबार गरिरहेको छ। 28 अरबभन्दा बढी चाहिँ ऋण लगानी अवस्था छ भने 11 अरबभन्दा बढी बचत
परिचालन गरिरहेका छौँ। ग्रामीण क्षेत्रका गुणस्तरीय शिक्षामा पहुँच नभएका बालबालिकालाई लक्षित गरी धनपालथान गाउँपालिकामा जीवन विकास पब्लिक स्कुल सञ्चालनमा छ। यस विद्यालयमा 1700 भन्दा बढी विपन्न समुदायका बालबालिकाहरू अध्ययन गरिरहेका छन्। योगेन्द्र सरले सुरुवातको दौरानमा धनपालथान वडा नम्बर 2 का गरिब निमुखा परिवारका विद्यार्थीहरूलाई फ्रीमा चाहिँ ट्युसन पढाउनुहुन्थ्यो। अब यसलाई चाहिँ संस्थागत गर्नुपर्छ भनेको उद्देश्यका साथ चाहिँ यो स्कुल स्थापना भएको हो। रासायनिक मल विस्थापन र परम्परागत कृषि प्रणालीलाई परिवर्तन गर्दै पशुपालन तथा तरकारी खेतीका पकेट क्षेत्र बनाउन, प्राङ्गारिक मल उत्पादन गर्न र कृषिमा आधुनिकीकरण ल्याउने उद्देश्य राखी जीवन विकासले वातावरण मैत्री गाउँ निर्माणसँगै प्राङ्गारिक मल उद्योग र कस्टम फायरिङ सेन्टर समेत सञ्चालन गरिरहेको छ। कृषि क्षेत्रको समग्र विकासको लागि जीवन विकास समाजले मुनाफा वितरण नगर्ने कम्पनी, जीवन विकास समाज मुनाफा वितरण नगर्ने कम्पनी भनेर अलग्गै कम्पनी दर्ता गरेर कृषिको लागि काम गर्नको लागि खडा गरेको एउटा यो स्वायत्त कम्पनीको रूपमा रहेको छ। पशुपालक किसानको सहजताका लागि जीवन विकास डेरी उद्योग पनि सञ्चालनमा छ। यो उद्योगले किसानबाट दुध खरिद गरी बजारीकरणमा सहयोग गरिरहेको छ। म अहिले चाहिँ एउटा गाई एउटा भैँसी पनि पाल्दैछु, दुध पनि उत्पादन गर्दैछु। लगभग 19 लिटर 20 लिटर जति दैनिकको यो दुध जीवनै विकासमा। गोबर पनि बेच्छौँ। जीवनै विकासको यहाँ हाम्रो बायोग्यास प्लान्ट छ अनि वही 2000 टोलीमा 2000 मा उठाउँछ। स्वास्थ्य क्षेत्रमा जीवन विकासले 200 शय्याको अत्याधुनिक अस्पताल सञ्चालनमा ल्याएको छ। पूर्व क्षेत्रमा एकैपटक 200 शय्याको अस्पताल आफ्नै भवनमा सञ्चालन गर्ने जीवन विकास नै पहिलो संस्था हो। विशेष गरी पिछडिएका वर्ग, आर्थिक रूपमा कमजोर समुदाय तथा ग्रामीण क्षेत्रमा बसोबास गर्ने जनताका लागि आशाको केन्द्र बनेर आएको छ जीवन विकास सामुदायिक अस्पताल। 7 तले सुविधा सम्पन्न भवनमा विशिष्ट विशेषज्ञद्वारा उपचार सेवा प्रवाह हुन्छ। सामुदायिक अस्पताल भएका कारण जीवन विकास अस्पतालले प्रवाह गर्ने सेवा सुलभ दरमा उपलब्ध छ। गरिबी रहित नेपाल निर्माणको सपना लिएर सुरु भएको यस संस्थाले लाखौं परिवारको जीवन स्तर उकास्नका लागि योगदान दिएको छ। शिक्षा, स्वास्थ्य, कृषि कार्यक्रम तथा नागरिकको आर्थिक अवस्था सुधारको अभियान चलिरहेको छ। यी सम्पूर्ण अभियान समुदायको आफ्नोपन र समर्पणबाट सम्भव भएको छ। भित्री मोरङको एउटा सानो गाउँबाट सुरु भएको जीवन विकासले दिगो विकासका लक्ष्य हासिल गर्न गरिबी निवारण र समाज रूपान्तरणको क्षेत्रमा उदाहरणीय काम गरेको छ। जीवन विकासको एउटा प्रष्ट अभियान छ गरिबी रहित नेपालको। त्यो अभियानलाई सफल पार्नलाई हामीले विगत 28 वर्षदेखि लगातार निरन्तर रूपमा काम गरिरहेछौँ। समय सापेक्षमा हामीले के बुझ्यौँ, गरिबी एउटा कारणले मात्र होइन, गरिबी हुनुको धेरैवटा कारणहरू छ। धेरैवटा कारणहरूमध्ये एउटा कारण चाहिँ हेल्थ पनि हो। जीवन विकास समाजले गरिबी रहित नेपालको परिकल्पना पुरा गर्नलाई हामीले कृषिमा कार्यक्रम गरिरहेछौँ, शिक्षामा कार्यक्रम गरिरहेछौँ, पुँजी पहुँचको लागि लघुवित्त कार्यक्रम गरिरहेछौँ, सिटीभिटीबाट पर्मिसन लिएर हामीले सिपमूलक तालिमहरू प्रदान गरिरहेछौँ, सँगसँगै एवारनेसका कार्यक्रमहरू, इन्भाइरोमेन्टका कार्यक्रमहरू हामीले गरिरहेछौँ। जीवन विकास नेपाली समाज रूपान्तरणको उत्कृष्ट उदाहरण हो। यसको श्रेय सामाजिक अगुवा योगेन्द्र मण्डललाई जान्छ।